ल साथीहरु, हाम्रो घरमा चलाइने बेसार मसला चाहिँ को फुल चाहिँ यस्तो चाहिँ हुन्छ। हेर्नु ल, यसरी चाहिँ नि बेसार अब तयारी हुँदैछ है। यो चाहिँ बेसार फुलेर टक्क दामी भएछ। अब यसलाई चाहिँ पछि यो खनेर यसको मसलाको रूपमा चाहिँ यसको तल फेदको गानो चाहिँ कुटेर हामी प्रयोग गर्दछौँ। यो चाहिँ यहाँ लगाइएको छ, यतापट्टि पनि रहेछ, यतापट्टि पनि छ, त्यहाँ पनि छ। त्यसरी यहाँ बाटो मुनि पनि यहाँ पनि छ। ल हेर्नु ल, यसरी हामीले चाहिँ यो बेसारलाई चाहिँ लगाइएको छ। ठ्याक्कै यो चाहिँ यो हामीले मसलाहरुमा प्रयोग गरिन्छ, यसरी प्रयोग गरिन्छ। यसरी रोपिएको छ। अब यसलाई पछि ठक्क यसको जरा खनेर त्यसपछि धुएर कुटेर अनि हामी मसलाको रूपमा प्रयोग गर्छौं। ल हेर्नु होला, तपाईहरुकोतिर लगाउनु भएको छ छैन? यस्तो फुल देख्नु भएको छ छैन? कमेन्ट गर्नु होला साथीहरु।